नमस्ते हजुरहरु चाहिँ सबैजना मेरो ब्लगमा हुनुहुन्छ यति बेला। कति राम्रो तोरीबारी छ हेर्नुस् न। तोरीबारीमा मोबाइल हराएर त केही पनि हुँदैन थियो भाइ, अर्को लिन सकिन्छ। त्यो मोबाइलमा मदन दाई दोषी हुनुहुन्न भन्ने प्रमाण थियो। मैले आफ्नै आँखाले देखेर भिडियो खिचेको थिएँ। यहाँ हाम्रो टिमको वरिष्ठ कलाकार वासुदेवजी हुनुहुन्छ। वासुदेवजी नमस्ते। नमस्ते। के छ हालखबर? टिकाबाङ भन्छ। आज कहाँ आउनु भएको? आज हामी यो सोसकको सिरियलमा सुटिङमा मेकअपमा। सुटिङ कस्तो भइरहेछ? एकदम राम्रो। सुत्न भइहाल्छ, खानु भइहाल्छ, बस्नु भइहाल्छ। अनि यो च्यानल चाहिँ मैले भर्खरै खोलेको हो होइन? यो च्यानलको लागि 2 शब्द केही भनिदिनुहुन्छ कि? यो च्यानल हाम्रो बहिनीले खोलेको छ। सब्सक्राइब गरिदिनु, सेयर गरिदिनु, सबैले हेरिदिनु, माया गरिदिनु, माथि पुऱ्याइदिनु है सबैले। जति पनि दर्शकहरू हुनुहुन्छ आजसम्म त माया नै गरिराख्नु भएको छ, तर अझै बढी माया गरिदिनु होला। गर्नु परेन, गर्नुपर्छ है। हल्ला बन्द गराउनु, माया गरिदिनु है। हस् त। ब्लग हाम्रो भलक। त्यो भिडियो कसैको हातमा पर्यो भने मदन दाई निर्देश हुनुहुन्छ भने कुनै प्रमाणै रहँदैन। यहाँ हाम्रो गीता बहिनी हुनुहुन्छ। गीता बहिनी नमस्ते। के छ हालखबर? कतातिर हो? डक्टर बन्नु भएको रहेछ अघि त है? निलमको रोलमा लिन आएको सोसक सिरियलको हजुर। अहिले सुट चलिरहेको छ हाम्रो अब कस्तो भइरहेछ? ठिकै चलिरहेको छ। सबैजना हाम्रो सोसक सिरियललाई चाहिँ हेर्ने, सब्सक्राइब गर्ने, च्यानललाई सेयर गर्ने भरमा चाहियो। अहिले चाहिँ ठ्याक्कै सिक्नु भएको छ। 1 टेक ओके गर्नुहुन्छ उहाँले। मेरो बल जन्मेर भन्नु भयो। वासुदेवको चिल्लो मिठो कुरोमा हामी भुल्नुहुन्न। त्यसले भात खानु आएछ भन्न हामी जाने होइन। लो बरु हिँड, म पनि जान्छु। ड्रेस अब बवाल छ। फोटो हान्नु नि। फोटो नै हान्ने हो क्या? जानी त्यही चोर्न लाग्छ। अब खुलासा गर्नुपर्ने चाहिँ जान्छ। त्यति धेरै चोर्नु नि हुँदैन, अरूले पनि खान पर्यो। हेर्नु न यहाँ यदि धेरै आमा किरा सरी सुन्तला छ। कस्तो होला अर्काको कुरो निकालिदिनु भयो। त्यही छ कि अर्काको कुरो निकालिदिनु। हेर्नु न चोरले फेरि आफ्नो मुख देखाउन नमानेको। यो चाहिँ चोर है गाई। चाहिँ सम्मै हेर्नुपर्छ। सम्मै वा कुचस् त। भाइ के भयो? किन कुदेको तिमी? मलाई त मार्न लाग्यो त दिदी। काकाले जे पनि चोरेर ल्या भन्थ्यो। आज चोर्दा एउटा मान्छे थाहा पाएछ। यो लुगा त काकाले चोरेर दिएको मलाई। यो चिप्ले बाजेको पनि कहिले बुद्धि नआउने भयो। यो गाउँमा कतिसम्म फटा गर्न सक्छन्, कतिसम्म चोर्न सक्छन् चिप्ले बाजे। देख्नुभयो हाम्रो हुँदा क्यारेक्टरको अभिनय। यति सानो बालक बच्चालाई पनि चोर्न सिकाएर कट।